असुरक्षित यौन सम्पर्क भयो? चिन्ता नलिनुहोस्, अझै पनि गर्भ रोक्ने समय बाँकी छ। यसका लागि 72 घण्टे मर्निङ आफ्टर पिल भनिने इमर्जेन्सी कन्ट्रासेप्टिभ पिल उपलब्ध छ। यो नियमित खाने गर्भनिरोधक चक्की पिल्स भने होइन। यो केवल आपतकालीन अवस्थामा प्रयोग गरिन्छ, जस्तै कन्डम च्यातिएमा, कन्डम नलगाई यौन सम्पर्क भएमा, नियमित खाने पिल्स छुटेमा र जबरजस्ती यौन सम्पर्क भएको अवस्थामा। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने समय। जति छिटो लिनुहुन्छ त्यति नै राम्रो काम गर्छ, आइडियली 24 घण्टाभित्र। यस पिल्समा लेभोनोजेस्टिन नामक औषधि 1.5 मिलिग्राम डोजमा एउटा ट्याब्लेट हुन्छ। यो पिल्स असुरक्षित यौन सम्पर्क भएको 72 घण्टाभित्र अथवा 3 दिनभित्र खाइसक्नुपर्छ। यदि 24 घण्टाभित्र खानुभयो भने करिब 94% प्रभावकारी हुन्छ। तर समय बित्दै जाँदा यसको प्रभाव पनि घट्दै जान्छ। याद राख्नुहोस्, यो पिलले गर्भपतन गराउँदैन। यसले अन्डा बन्ने प्रक्रिया ओभुलेसन ढिलाइ वा रोक्ने काम गर्छ, जसले गर्दा गर्भ बस्न दिँदैन। र यो नियमित प्रयोगका लागि होइन। दीर्घकालीन उपायहरू जस्तै बर्थ कन्ट्रोल पिल्स ओसिपी, इन्ट्रायुटेरिन डिभाइस आइयुडीज, डिपो र इम्प्लान्ट्स अझ प्रभावकारी हुन्छन्। यस्तै महत्त्वपूर्ण स्वास्थ्य जानकारीका लागि मलाई फलो गर्नुहोस् र मेरो युट्युब च्यानल हेल्थ विथ डाक्टर सङ्डो सब्सक्राइब गर्नुहोस्। धन्यवाद।